सबैमा ह्याप्पी न्यू इयर। आज म तपाईहरुलाई सिधै टोखामा लिएर जाँदैछु सपना तीर्थ मन्दिर। सपना तीर्थ मन्दिरमा चाहिँ यहाँ नयाँ वर्षको दिन बिहानै 3-4 बजेदेखि नै मान्छेहरू आवत जावत भक्तजनहरू आउने क्रम जारी हुन्छ र एकदम भिडभाड नै हुन्छ। हजुरलाई दर्शन गर्न परेमा यहाँ लाइन बस्नुपर्छ। 1 देखि 2 घण्टा लाग्दो रहेछ। हामी 4:30 बजे पुग्यौं। 6 बजे पालो आयो। लाइनमा बसेर दर्शन गर्नको लागि 6 बजे पालो आयो भनेपछि 1.5 घण्टा लाग्यो। र यस्तै यहाँको महत्त्वपूर्ण धेरै रहेछ। किंवदन्ती अनुसार यहाँ टोखाको एकदम धर्म स्थल रहेछ सपना तीर्थ मन्दिर। और यहाँ सपना तीर्थ मन्दिर दर्शन गर्न आउने भक्तजनहरू धेरै भिडभाड हुँदो रहेछ। धेरैजना आउनुहुँदो रहेछ। अनि सँगै रहेको यो पोखरीमा चाहिँ नुहायो भने चाहिँ कुष्ठरोग जे पनि रोग ठीक हुन्छ भन्ने विश्वास रहेछ। र त्यसैगरी पहिला राजाको ज्वाइँ एकजना उहाँ चाहिँ अपाङ्ग हुनुहुन्थ्यो अरे। उहाँ त्यस पोखरीमा डुबेर निस्किसकेपछि फेरि सपाङ्ग हुनुभयो भन्ने विश्वास रहेछ त्यतिखेरको। र यहाँ धेरै भक्तजनहरू आउनुहुँदो रहेछ। यति अँध्यारोमै यति 4:30 बजेमा यति मान्छे भिडभाड थियो। र अहिले पछि त त्यो बाटोमा जाम हुने रहेछ। उता गाडी लिएर जान पनि पाइने रहेनछ। र धेरै रमाइलो नजिकै ठाउँ पनि नजिकै भएको हुनाले एकदम राम्रो। पोखरीमा नुहाउने पूजा गर्ने सबै यहाँ गर्नुहुँदो रहेछ। सपना तीर्थको मन्दिर छ। एकदम राम्रो छ। हजुरहरू पनि आउनु होला। अनि यहाँ पोखरीमा नुहाउनु डुबुल्की मार्ने गर्नुहुन्छ। यहाँ जे रोग छ कुष्ठरोग चर्मरोग सबै ठिक हुन्छ भन्ने विश्वास छ। पोखरीमा नुहाएपछि चाहिँ विशेष गरेर नयाँ वर्षको दिन वैशाख 1 गते यहाँ मेला लाग्ने गर्दो रहेछ। र एकदम आकर्षक सुन्दर राम्रो धेरै राम्रो छ। तपाईहरु पनि यो मन्दिरमा आउनुहोला। नजिकै छ टोखाबाट 2 किलोमिटर जति पनि छैन होला। चित्तै बुझाउँदैन। हस्त नमस्ते। जय सपनामा।